ठिक छ हुन्छ हाँ आलु चप छ आलु चप जस्तो छ भन्नुपर्छ नि अघि लिन्छ नि अलिक ए अलि ठिक छ नि त समोसा रहेछ है भित्र त समोसा रहेछ नि त त्यसलाई फ्राई गरेको छ भाइबाट हाम्रो जस्तो कटलेट बनाउनु खोजेको होला है हाम्रो फेरि बिटरुट कटलेट आइरहेको यहाँ है बिटरुट कटलेट हालिदिइरहेको छ है त्यो कता भागेको थियो त्यो केटालाई चिन्छु नि तिमीलाई पनि चिन्छ होइन त्यो केटालाई कुन चाहिँ अहिले यो खानु निरो छ बटर इडली खाने हाम्रो कम्पनीले यो पुरै कम्पनीलाई खाना प्रोभाइड गरेको थियो क्या मालिक मलामाल हुन्छ नि ए तर के गाँड फाट्छ काम गर्ने मान्छे स्टाफ पनि त कम्ती चाहिन्थ्यो एउटा बेग्लै किचन चाहिन्छ